हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड हजुरहरू सबैले सन्चै आरामै हुनुहुन्छ होला क्यारे र म पनि सन्चै छु साथीहरू। आज चाहिँ म चेस्ट माउन्ट फोन होल्डरको चाहिँ रिभ्यू दिनु गइरहेको छ। तपाईँहरूलाई यदि चाहिरहेको छ भने चाहिँ यो भिडियो कसरी युज गर्छ भन्ने कुरा थाहा पाउनको लागि भिडियो अन्तिमसम्म हेर्नु होला है त साथीहरू चेस्ट माउन्ट चाहिँ यही रहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो रहेको छ, त्यसपछि यो छ, त्यसपछि यो रहेको छ। अब यो चाहिँ म फिट गर्नेछु है त साथीहरू। हेर्न सक्नु साथीहरू, यो चाहिँ म अब तपाईँहरूको अगाडि फिट गरेर देखाउने छु। यसरी लाउनु होला तपाईँहरूले। यसरी लाउनु होला, यसरी लागिन्छ। लागिसकेपछि तपाईँहरूले हेर्न सक्नुहुन्छ यो टुल्स दुईवटा रहेको छ। यो दुईवटा टुल चाहिँ यसरी हाल्नु पर्ने हुन्छ, हेर्न सक्नुहुन्छ। यसरी यहाँ यसरी हाल्नुपर्ने हुन्छ। हालिसकेपछि तपाईँहरूले चाहिँ यो फिट गर्नुपर्ने हुन्छ साथीहरू। यसरी यसमा फिट गर्नुपर्ने हुन्छ। हेर्नु यहाँ फिट भइसक्यो। यो हेर्न सक्नुहुन्छ, यो फिट भइसक्यो। अब मोबाइल राखेर म तपाईँहरूलाई देखाउँछु है त साथीहरू। यो तल र माथि त गर्ने भइहाल्यो। तल र माथि गर्ने भइसकेपछि यसरी यसमा नि यो तेर्सो र ठाडो यसरी गर्नु मिल्छ। यसरी ठाडो गर्नु पनि मिल्छ तपाईँहरूले, र यसरी तेर्सो गरेर पनि भिडियो सुट गर्न सक्नुहुन्छ है साथीहरू है त। अब यसबाट म भिडियो बनाएर हेर्छु कस्तो आउने रहेछ है त। हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो आएको छ यो चेस्ट माउन्टबाट चाहिँ भिडियो खिच्दाखेरि। तपाईँहरूले युज गर्न सक्नुहुन्छ राम्रोसित। यो हेर्न सक्नुहुन्छ, यस्तो आयो साथीहरू। मैले चाहिँ यो चेस्ट माउन्टको चाहिँ पुरै टेस्ट गरिसक्यो। खासै यसको चाहिँ भन्ने भने यसको खासै कामै छैन। यो पनि तपाईँहरूलाई चाहिँ सानो क्यामेराहरूको लागि मात्रै काम लाग्छ, गोप्रोहरूको लागि मात्रै। जस्तै 150 ग्रामभन्दा मुनिको चिजहरूलाई चाहिँ काम लाग्छ यो। तर 200 प्लस हेभी फोनहरूलाई चाहिँ यो चेस्ट माउन्ट चाहिँ काम लाग्दैन साथीहरू। किन भन्दाखेरि माथि अड्किँदैन यो। यसको मोबाइलहरूको वेट बढी भएर त्यो चाहिँ मुनि लड्किन्छ, त्यही भएर खासै काम छैन है। अब क्यामेराहरूको लागि चाहिँ यो चेस्ट माउन्ट चाहिँ एकदम राम्रो छ है त साथीहरू। र साथीहरू, चेस्ट माउन्ट यानि कि फोन होल्डरको चाहिँ रिभ्यू यही थियो। अब नेक्स्ट भिडियोमा चाँडै नै भेटौँला। अहिलेलाई सबैलाई टाटा बाई बाई है त।